हेलो गुड आफ्टरनुन है। आज हामी सालो भाइ र म यता छापमा एउटा झरना छ अरे होइन। त्यो झरनामा जानको लागि चाहिँ बाटो खन्ने रे। त्यो बाटोहरू सरसफाइ गर्ने रे। बाटो भएको छैन। बाटो फेरि पहिला बाटो अलिकति बिग्रिएको छ अरे, धेरै बिग्रिएको छ अरे। अनि पछि फेरि खन्ने भनेर जाँदैछौँ सालो भाइ र हाँसिया बोकेर हिँड्दैछ। म चाहिँ यसो हेर्न कस्तो ठाउँ रहेछ होइन, कतिको ठाउँ छ, कस्तो झरना रहेछ, त्यो झरना देखाउनु लागि गइरहेको छु। हेरौँ कतिखेर पुगिन्छ। लगभग 15-20 मिनटमा हामी त्यहाँ पुगिन्छौँ। झरना थोरै ठुल्ठुलो सानो पानी छ अरे। त्यो पानीबाट झरना बग्दैछ अरे, पानी बग्दैछ अरे त्यो झरनाबाट। अब हेरेको छैन कति मिटर अग्लो छ, देखाएको छैन है। यहाँ चाहिँ हामी हिँड्नै छौँ। अहिले काले बिस्कुट हिँड्नु होला, काले बिस्कुट र घाम पनि चर्को लागिरहेको छ साथीहरू है। हिँड्नु होला यता दरबार पाखा, यता तितुङ डाँडा भयो, यता सेलमङ भन्ने ठाउँ है। यो चाहिँ छाप हो, बिछाप भन्छ अथवा माथिल्लो छाप पनि भन्छ। तल्लो छाप छ है साथीहरू। जाँदैछु। गर्मी चाहिँ 12 बजी घाम हिँड्नु परेको छ है। घाम पनि चर्को लागेको छ। जाँदैछु है साथीहरू। यता अहिले किर डाँडा आइपुगेँ। डाँडा यो डाँडा पारि छ थोरै 2 मिनट 1 मिनटको बाटो छ। त्यसपछि हामी तल गाडी घर पुग्छौँ। गाडी घर मदन दाइ को हुनुहुन्छ त्यहाँ त्यसपछि हामी झर्नाको बाटो बनाउन जाँदैछौँ है साथीहरू। मलाई फलाउनु भन्दैछ केटो। कीर्ति डाँडा आइपुग्यो चाहिँ। हिँड्दैछु है हामी साथीहरू। तल 1 वर्ष साथीहरू जाँदैछु है। ल यहाँ गाडी घर पुग्नु थाल्यौँ। हेर्नु होला सबै मकै छरिसकेको छ यो खेतबारीमा। हेर्नु होला घर खाली छ। सालो भाइ अगाडि बढ्दैछ। यो चाहिँ हाम्रो टमाटरको टनेल, टमाटर पाक्दैछ। यता चाहिँ मल छरिरहेको छ, मकै छर्ने भन्दा मल छर्ने भइरहेछ साथीहरू। जाँदैछु है साथीहरू। झर्नाको बाटो बनाउन साथीहरू आउँदै हुन्छ अरे होइन। म चाहिँ हल्सिया बोकिरहेको छु। हल्सिया एउटा छ। यो घरकै त्यो घरको पछाडि जान्छु। है थाहा मिल्दा बदेर छैन बाटो। दादा हुन्छ म चाहिँ फर्स्ट टाइम आएको यो बाटोमा। गोरेटो बाटो छ। जाँदैछु साथीहरू, जाँदैछु है। हेर्नु होला यस्तो राम्रो छ ठाउँ। कस्तो राम्रो ठाउँ यता हेर्नुहोस् त। हेर्नुहोस् त हेर्नुहोस्। चिनो होला कि चिनो, यो मनी जाँदैछ हामी। ल साथीहरू झर्नामा जाँदैछौँ है। झर्ना बनाउन यो बाटो जङ्गलको बाटो हुँदै
लाग्दैछौँ चोट पत्कर छ साथीहरू हेर्नु होला रमाइलो छ है साथीहरू रमाइलो हेर्नु होला है साथीहरू हेर्दा हेर्दै यो खोलामाथि झर्ना छ अरे है सफा गर्दै हुनुहुन्छ यता साथीहरू झर्नामा बाटो लानु सफा गर्दै हुनुहुन्छ हेर्नुहोस् है बाटो चाहिँ हामी झर्ना बनाउनु थालेको छौँ अगाडि साथीहरू हुनुहुन्छ ल यो लाटे खोला है हजुर लाटे खोला हेर्नु होला है लाटे खोला जाँदैछौँ हामी लाग्दैछौँ झर्ना हेरौँ भनेको झर्ना कहिले आइपुग्ने हो थाहा भएन आइपुग्नु त आइपुगिन्छ तर कहिले आइपुगिन्छ भन्ने कन्फर्म छैन है टाइमको एकदमै भन्नु हेर्नु होला हेर्नु होला है रमाइलो ठाउँ रहेछ है ठाउँ त रमाइलो लाग्यो हेर्नु होला हेर्नु होला माछा रहेछ अरे हेर्नु माछा हेर्नु त माछा असल माछा होला सायद जाँदैछौँ हामी यहाँ पनि थोरै दह रहेछ दह रहेछ माछा पनि भयो सायद होइन हेर्नुहोस् त हेर्नु होला साथीहरू जाँदैछु खोइ झर्ना कहिले आइपुग्दैन किन हौ अब चाहिँ आइपुग्यो हो कि जस्तो लागिरहेछ तर खोइ भन्न सकेको छैन जाँदैछु है साथीहरू खोइ झर्ना कहिले आइपुग्दैन झर्नाले अर्न बनाइसक्यो हामीलाई गाह्रो छ हो गाह्रो छ झर्ने हो ल यो चाहिँ सानो झर्ना रहेछ अर्को पनि माथि होला माथि छ हेर्नुहोस् त है ल फाइनल्ली हामी झर्ना आइपुग्यौँ अहिले खोला सानो भएको कारणले झर्नाले सानो छ खोला बढ्दै गएपछि झर्ना ठुलो देखिन्छ हेर्नु होला हेर्नुहोस् झर्ना यही रहेछ है देख्न सक्नुहुन्छ
लाटे झर्ना यो हेर्नुहोस् है त्यो लाटे खोला है त्यही कारणले हो यहाँ चाहिँ यस्तो रहेछ हेर्नु होला ल हामी त माथि आइपुगेका माथि छौँ अब फर्किने जस्तो त खै झर्ना चाहिँ छ ल यहाँ माथि आइपुगेर यहाँ बसेर कि भाइ चप्पल पठाऊ चप्पल जाँदैछौँ यस्तो बाटो छ हेर्नुहोस् आइयामै हेर्नु ल बाटो खन्दै हुनुहुन्छ साथीहरूले है लगभग हामी आधी बाटो खनिसकेका छौँ हेर्नु होला खन्दै हुनुहुन्छ र पनि हाम्रो टोल विकास अध्यक्ष मलम बहादुर मुक्तान हाम्रो स्वाङ दाई उहाँको आफ्नै सन्तान त हुनुहुन्छ पहिलोचोटि मैले यहाँ होइन पहिलोचोटि हामी यहाँ टोल विकास सदस्य हुनुहुन्छ उहाँकै त्यो ठाउँसम्म पुगेर हामीले अवलोकन गर्नाले मात्रै हामीले प्राइस विकल्प अरू सधैँ छ पछि अघि म चाहिँ यहाँसम्म आइपुगेको थियो अहिले चाहिँ माथि नै आइपुगेँ झर्ना लगभग 50 मिटर जति अग्लो होला अनुमानमा हेर्नु होला 50 मिटर हेर्नु होला तल थियो होइन यहाँदेखि चाहिँ हेर्नु होला है आमै मकवानपुर गढी वार्ड नम्बर 2 लाटे खोला अथवा खड्का र तल्लो छाप हेर्नुहोस् त हाम्रो टोल विकास अध्यक्ष मलम बहादुर मुक्तान संरक्षणको लागि हामीले कोसिस गर्दैछौँ गढी गाउँपालिका वार्ड नम्बर 2 मा पर्छ यो लाटे खोला झर्ना यो यति सुन्दर झर्ना यो ठाउँमा छन् यो स्थानीय सरकारले यसमा कुनै पार्श्व दिनुभएको छैन सायद यसमा यो झर्ना छ भनेर उहाँहरूले थाहा पनि भएन होला थाहा पनि पाउनु भएको छैन होला यसको लागि हामीले यहाँ टोल विकास संस्थाका सम्पूर्ण सदस्यज्यूहरू मिली यसलाई संरक्षण गर्नुपर्छ भने हाम्रो दुर्गाबहादुर सिंहजी यहाँ माथि बाटो बनाउनको लागि त्यहाँ अनुमोदन गर्दै हुनुहुन्छ गर्दैको लागि आउनु भएको छ यहाँ हाम्रो 15-20 जना साथीहरू तल बाटो खन्दै हुनुहुन्छ यता हुनुहुन्छ ल यता झर्ना हेर्नु होला है बग्दैछ थल बग्दैछ तल यो चाहिँ पानी आउला यो चाहिँ एकदम असुविधा पनि हुन्छ है यो चाहिँ हाम्रो गाउँको जङ्गलको अर्ग्यानिक खानेकुरा यो चाहिँ पहिला बाख्राकोटाल जाँदाखेरि हामी यही खाएर बाँच्छौँ खाजाको सट्टा एउटा यो टन्सिलको लागि पनि धेरै उपयुक्त डबल छ नि हो नि खन्दै हुनुहुन्छ साथीहरूले अहिले हामी फर्क्यौँ साथीहरू बाटो बनाएर फर्क्यौँ है फर्किँदै हुनुहुन्छ
कृपया भिडियो हेरिसकेपछि लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला।